हेलो एभ्रिवान, म चाहिँ आज वर्षमा एकचोटि मात्र बनाइने खट्टी मिठी अचार बनाउँदैछु। तपाईँहरूकोतिर चाहिँ के भन्छन् कमेन्ट गर्नु है त। मैले यहाँ पेनमा यसरी तेल हालेर बसाएँ, जिरा हालिदिएँ मैले अलिकति, हल्का मेथी पनि हालेर रातो रातो बनाएँ। मैले नुन र चिनी हालेर यसरी घोल्दैछु यो खट्टी मिठी अचारलाई। हाम्रो सानो परिवार भएकोले मैले थोरै पकाएँ। नुन चिनी सबै थोक हालेर यसरी हल्का पानी हालेर पकाउन बसाइदिने। यसरी छोपेर एकछिन 5-10 मिनट पकाउनु पर्छ यसलाई चाहिँ। यता माम पाकेर रेडी भइसकेको छ, यता सोयाबिनको सब्जी पनि रेडी भयो, यता खट्टी मिठी पाक्दैछ। मेरो चाहिँ बोल्ने शैली छैन। यता अचारमा हाल्नलाई अदुवा पनि मैले कोरेर रेडी बनाएको छु। म चाहिँ भ्लग बनाउन पुरा एक्साइटेड छु क्या। अनि छिटो पाकोस् भने म चाहिँ आरोही मम्माबाट इन्सपायर भएको भ्लग बनाउन। खासै राम्रो बोल्न चाहिँ आउँदैन मलाई, त्यही पनि म ट्राई गर्दैछु। यत्तिको पानी सुकेपछि आफूले हाल्नुपर्ने के राखेको छ अदुवाहरू, जिराको पेस्टहरू हालिदिने। फाइनल्ली मेरो खट्टी मिठी रेडी भएको छ। बाई बाई गाइज।